आज साउन 15 खीर खाने दिनको तपाईँहरू सबैलाई शुभकामना। अनि तपाईँहरू को खीर खानुभयो अनि तपाईँहरू कसरी खीर बनाउनुहुन्छ भनेर कमेन्ट गर्नु होला है त। म चाहिँ प्राय सिम्पल तरिकाले नै बनाउँछु, जुन चाहिँ मैले भिडियोमा सबै डिटेलली राखेको छु कसरी बनाउँछु भनेर। सो खीर बनाउने प्रोसेस त भिडियोमा देखि नै हाल्नुहुन्छ, म एक्सप्लेन गर्दिनँ है। तर म अर्को कुरा भन्छु है, जस्तो हामीले असार 15मा दही चिउरा खान्छौँ त्यसरी नै साउन 15मा खीर खान्छौँ। तर के मलाई चाहिँ अब असार 15मा दही चिउरा खान्छौँ भनेर चाहिँ पहिल्यै अब सानै हुँदादेखि थाहा थियो नि त। अनि यो साउन 15मा खीर खाने चाहिँ मलाई भर्खर मात्रै थाहा भएको जस्तो लाग्छ के। हुनु त पहिलादेखिको चलन हो यसरी खीर खाने, तर मलाई चाहिँ सानो हुँदा याद नै थिएन, अब ठुलो हुँदै गएपछि मात्रै याद हुँदै गएको। अनि जबदेखि थाहा भयो नि साउन 15मा खीर खानुपर्छ भनेर, तबदेखि हामी जहिले बनाएर खान्छौँ। तर क्या अब हेर्नु न, यसरी साउन 15मा खीर किन बनाएर खान्छौँ, किन यस्तो परम्परा भयो भन्ने चाहिँ मलाई केही नै थाहा थिएन। तर योचोटिको साउन 15मा चाहिँ अब हामीले किन यसरी बनाएर खान्छौँ भनेर चाहिँ ओभर जान्नु मन लाग्यो। त्यही भएर योचोटि चाहिँ मैले अलिअलि रिसर्च गरेर किन यस्तो चलन बस्यो भनेर अलिअलि थाहा पाएँ। अब असार 15मा धान रोपिन्छ भने साउन 15मा चाहिँ रोपाइ सक्यो है भनेर खुसियाली पनि बाँडेको अरे। अनि अब अहिले बर्खाको बेला हो नि त, असार साउनहरू भनेको। अनि बर्खाको बेला हरियो घाँसहरू टन्नै हुन्छ नि त। हरियो घाँस धेरै भएपछि गाईबस्तुलाई पनि हरियो घाँस धेरै दिइन्छ। अनि हरियो घाँस धेरै खाएपछि गाईबस्तुले पनि धेरै दुध दिन्छ। हो, यो महिना गाईबस्तुले धेरै दुध दिने भएकोले घरमा खीर बनाएर खाने परम्परा बसेको रहेछ। अनि अर्को कुरा चाहिँ के रहेछ भने नि, साउने झरीमा अब चिसो भएर रुगाखोकी लाग्छ नि त। अनि रुगाखोकीको समस्यालाई नि तातो दुधमा चामल अनि मसला हालेर बनाएको तातो खीरले नि शरीरमा शक्ति र न्यानोपन दिने हुनाले यसरी खीर बनाएर खाने गरेको रहेछ। अनि अझ के भनौँ न, खीरलाई धर्मशास्त्रमा पायस भनिँदो रहेछ र खीरलाई एउटा पवित्र भोजन पनि मानिँदो रहेछ। साउन 15को परम्परा बारेमा मैले चाहिँ रिसर्च गर्दा मैले ज्ञान पाएको यति हो। यदि तपाईँहरूलाई अझै अरू केही थाहा छ भने प्लिज कमेन्ट गर्नु होला है। यदि मैले भनेको कुनै कुराहरू गल्ती भयो भने माफ गरिदिनु होला अनि मलाई सच्याइदिनु होला, किनभने मैले सर्च गरेर हेर्दाखेरि यही कुराहरू भेट्टाएँ। अनि यसरी योचोटिको साउन 15मा मैले यसरी ज्ञानहरू बटुल्नु पाउँदा एकदम खुसी लागेको छ। अनि के भन्नु न, यसरी खीर बनाएर खाँदाखेरि कि मलाई मेरो बेस्ट फ्रेन्डको याद आउँछ क्या, किनभने ऊ पहिला हाम्रो माउधारीमा यसरी खीर बनाएर खुवाउँथ्यो नि त। साउन 15मा खीर किन खाइन्छ भनेर एक्सप्लेन गर्दा गर्दा खीर पनि पाकिसकेछ। लु, खीर इन्जोय गर्नुहोस् है त।